दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 1 सुस्पा छेमावती स्थित तिलक पोखरी पर्यटकीय गन्तव्यको रूपमा परिचित हुन थालेको छ। पर्यटकीय गन्तव्यको पहिचान गर्ने क्रममा भीमेश्वर नगरपालिका वडा नम्बर 1 राङराङथलीको तिलक पोखरी अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको हो। अहिले यो सडक नभएर नै पहिला यसो निरो बन्द भइरहेको थियो। अहिले त्यो सडक खुलेको हुनाले पनि सबैले यस स्थानमा बिदाको समयमा 1000 देखि 1500 पर्यटक आउने गरेको स्थानीयवासीको भनाइ छ। एकदम अहिले त छुट्टी हुन पाउँदैनन्, पिकनिक खाने त कहिले त ग्रुप 3-4 ग्रुप नै हुन। पोखरीमा अहिले रङ्गी माछाहरू राखेकाले पर्यटकहरूको थप आकर्षण बनेको भीमेश्वर नगरपालिकाले जनाएको छ। थामी जातिको उद्गम थलो राङराङथलीमा थामी संग्रहालय बनाउने प्रयोजनका रूपमा पोखरी निर्माण गरिएको हो। पोखरीमा 2वटा खोलाबाट आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन गरी तयार गरिएको भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले बताउनुभयो। हामीहरूको उद्गम स्थललाई चाहिँ एउटा पर्यटकीय हिसाबले यसको विकास गर्ने उद्देश्यले हामीले यसको चाहिँ व्यवस्थापन गर्न खोजिरहेका छौँ। सो स्थानमा 1,37,00,000 रुपियाँको लगानीमा गोलाकारको तिलक पोखरी, पुल, खानेपानी, सडक, पिकनिक स्पट लगायतका संरचना निर्माण भएका छन्। त्यो पोखरी चाहिँ एकदम ठुलो पोखरी थियो। त्यो ठुलो पोखरीमा चाहिँ अल्लो धुनेर अहिले यथावत रूपमा छ, त्यहाँनिर चाहिँ चुला छ। पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन तयार गरिएको छ। त्यस्तै सोही क्षेत्रमा रहेको जंगललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रूपमा विकास गरिएको नगरपालिकाले जनाएको छ। शान्त ठाउँ खोज्नेका लागि महत्वपूर्ण भएकाले अहिले तिलक पोखरी आन्तरिक पर्यटकको गन्तव्य बन्न पुगेको छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।